ल आज तारिक कति 26 तारिक 27 कि 26 हो ल 26 जुलाई 2026 गैरेबारी खानदान हाम्रो विष्णु अजा खानदान यहाँ छु सर तपाईँ टेन्सन गर्नुहोस् भन्नु त यसो के दुई शब्द आजको भेटघाट ठिक छ धेरै वर्षपछि मेरो नवीन भाइसँग भेट भयो कति खुसी लागिरहेछ कति वर्षपछि घुम्न पाएको है हो नि त भाउजू पनि धेरै धेरै बधाई छ बधाई चाहिँ किन यहाँ घुमाउनु ल्याएकोमा ल यो चाहिँ नवीन टोलीसँग भेनाजु हाम्रो यहाँ भेनाजु यो पक्रेर दुई शब्द कस्तो लागिरहेछ त आज एकदम रमाइलो ससुराली खानदानसँग एकदम रमाइलो एकदम मजा आइरहेछ ल दाइ हाम्रो पुरो दाइ साउथ रिटर्न के छ तिमीसँग नि भेट भयो सब परिवार घुम्न नि आइयो त्यो माचौलडीको भेट भन्दा डेन्जर त तारे भिर होइन जे होस् रमाइलो भेट छ काठमाडौँ उपत्यका देखिँदो रहेछ होइन सबैजना आएर एकचोटि चाहिँ खाने ठाउँै रहेछ यो खाइदिन्छ हाम्रो हाकिम भाइलाई दुई शब्द अब तारे भिरमा यो भोजुरा भेटे जस्तै भयो सबजना सडनली रमाइलो छ इन्जोइङ ए ल यो हाम्रो अस्ट्रेलिया ल चिसो चिसो बियर खान मन लागिसक्यो अलि छिटो चाहियो अब त बहिनी अलि छिटो ल्याइदिनु पर्यो यहाँ ल यहाँ केही बोला ठुलो बाबुलाई say something did you see fish there did you see fish there no How many fish was there? he didn't see Oh. fish was sleeping ल यहाँ हाम्रो जेठा भेनाजु हुनुहुन्छ भेनाजु यो पक्रिनु हजुरको दुई शब्द दिनुहोस् आज हजुरलाई चाहिँ फ्यामिलीसँग आउँदा कस्तो लागिरहेछ भने आजको यो जीवनको एउटा पहिलो क्षण पनि हो ओभरअल सबैजना आइरहेको अब हामी सबैजना यसरी चाहिँ यो ठाउँमा आइपुग्नु भनेको हामीले आज पहिलो दिनै मानेका छौँ हो पनि हो पहिला अब एकपल्ट आउँदा आएको थियो अलिकति परबाट हेरिएको थियो ठ्याक्कै यो भिरै मुनि आइपुगेको थिएन तर यहाँ आएर हेरेपछि धेरै रमाइलो रहेछ र यसो पारिवारिक एउटा अलिकति अहिलेको अवस्थामा चाहिँ मान्छेहरू अलिक समय नभएर मान्छे तनावमा रहने छौँ त्यहाँ आएपछि त्यो तनाव चाहिँ अलिक मुक्त हुने रहेछ तनावमुक्त ल हुने रहेछ भन्ने कुराहरू यसबाट भयो तनावमुक्त हुने ठाउँ ल अझ हाम्रो घरको चाहिँ सबभन्दा जेठो सबभन्दा चाहिँ गार्जेन हुन्छ अझ हजुरलाई कस्तो लाग्यो त नि राम्रो लाग्यो अब यो तारे भिरमा साइलोले लिएर आयो साइलो छोरोले ल्याएको राम्रो लाग्यो यो जङ्गल राम्रो लाग्यो कहिलेकाहीँ आउनुपर्ने ठाउँ रहेछ जमघट गर्ने ठाउँ रहेछ पारिवारिक परिवारहरू लिएर आइयो राम्रो भयो यो अवसर दिनलाई चाहिँ हाम्रो भाइ अस्ट्रेलियादेखि आएकोले गर्दाखेरि साइलो केदार श्रेष्ठले चाहिँ हामीलाई चाहिँ या त के भन्छ यो ठाउँलाई चोइस गरेकोले गर्दा हामी यहाँ आउने सफल भइएको छ त्यसले गर्दाखेरि अब हामी भाइलाई धेरै धेरै बधाई पनि दिन चाहन्छौँ र पारिवारिक गात्रको साथसाथै आज नवीन बाबु हाम्रो भन्दा पनि हो मेरो सबैसँग भेट्ने मौका पनि मिल्यो यो पनि एउटा अवसरै मानेको छु मैले ल ओभरअल सबै यहाँ मेरो बुढी पनि छन् ए बुढी ए यहाँ आइज त ए ल ल ल यहाँ महिलाहरूको पनि छ महिलाहरूको अलग छ ओहो दुईजना ब्युटिफुल गर्ल्स आर हियर बुनु हाउ यु फिलिङ यु लाइक दिस यु लाइक इट यु आर स्विङ गिभ मी द्याट ओके अग्रिमा दिन्छु हाउ डु यु फिल नाइस अनि बुनुलाई भेट्दा हाउ डु यु फिल नाइस बुनुको नाम के हो त नि वाट्स हर नेम ला सोधेकै छैन तिमीले ओहो ल मेरो बुढी के छ तिमीलाई चाहिँ कस्तो लागिरहेछ त हाम्रो ठिक छ खानदान भेटेको बेला रमाइलो भइरहेछ कति वर्षपछि भेटियो होइन ल त्यही हो इट किप्स कन्टिन्यू है त चलिरहेको छ यहाँ परेवाको जोडीहरू यहाँ
भेनाजुले भेनाजुलाई फोटो खिच्न फकाउने कला ल चन्द्रकलाको कला यस्तो नै हुन्छ यसरी त यार भर्खर ल परेको केटा नि भाग्छ यार त्यसरी त भएर One more. L. Cheers. L. Oh, get it. Yeah, say hello. Say hello to my camera. Come on. Oh, you don't want to say? Okay, no problem. Gunu will say. Gunu say hello. Oh my God, my beautiful girl. My beautiful queen is here. You wanna take photo? Okay, get ready, say cheese. Yeah, one more time. Yeah, I took your photo also, okay? So ready? You guys are ready? You wanna take photo or video? What do you want? Video? What do you want, Diju? Okay, this is the video. Now say cheese. Look at me and say cheese. Yeah. एउटा photo पनि, okay? ल ल यहाँ हाम्रो अग्रिमा दिजु आसु दिजु आइस्यो पैसा ल्याइदियौ ए ल ब्रदर थ्याङ्क यू है ल्याइदिनु भयो ल ल ल पे गर 1000 देऊ 1000 देऊ ल त्यो 1000 हाम्रो आइपुग्यो है सबैलाई नमस्ते गर डोगर ल आइपुग्यो यो त यो
खिच्यो 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 कन्टिन्यू 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 यता यता बेनाजु राम्रो छ एकदम तारवीर